तो चलिए शुरू करते हैं। हेलो गाइस, वेलकम बैक टू माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। म चाहिँ रुमबाट निस्केँ। अब रुमबाट निस्केर चाहिँ हिँडेँ, तर कहाँ हिँडेँ भन्छु, केही समय पर्खिनु होला है। रेडी सेडी भएर हामी चाहिँ निस्क्यौँ। लगाइ हामी चाहिँ हिँड्यौँ मन्दिर। आज चाहिँ मन्दिर दर्शन गर्न हिँडेको। आज चैत्रको 26 गते फाइनली गाइज आज चाहिँ मेरो बर्थडे हो, त्यसैले हामी चाहिँ मन्दिर हिँडेको। मन्दिर गएर अब मन्दिरको दृश्य तपाईँहरूलाई देखाउँछु, हामीसँग जोडिराख्नु होला है त। साथीहरू, हामी चाहिँ रुमबाट निस्केर तल आइपुग्यौँ। तल अब जाँदैछौँ बाटोमा। आज चाहिँ मेरो बर्थडे स्पेसल्ली सबैजनाले मलाई विस गरिदिनु होला भन्ने आशा राखेको छु। कुछ भी अब हामी मन्दिर गइन्छ। अब मन्दिर गएर चाहिँ त्यहाँ पूजासुजा गरेर, आज धेरै काम छ। आज धेरै काम हुनको कारणले गर्दा छिटै गरेर फर्किनु भनेको। गर्दा गर्दै टाइम धेरै नै भइसक्यो, 12 बज्न लागिसक्यो। 12 बजेपछि नै हुन्छ होला जोस् होइन। अब जाम पूजामा के कस्तो कतिको भिड छ। खासै भिड त छैन होला आज त। भिड भए आज हल्का फुल्का होला, छैन होला। हामी दिउँसो माथि काम छ। आज मेरो बर्थडेको कारणले गर्दा मैले काममा पनि छुट्टीमा आएको। एकदम काममा छुट्टीमा आएको त आनन्द भयो। आइयो क्लास गरेर आएर नुहाइधुवाइ गरेर एकदम फ्रेस भएर निस्केको। टेन्सन केहीको छैन। आज आनन्दै छ। मन्दिर सन्दिर जाने हो, मजाले पूजासुजा गरेर फर्किने। हामी चाहिँ कान्छा अस्ति आएर गइहाल्यो पोखरा। त्यही खासै त्योसँग बर्थडे मनाउने रहर चाहिँ ठुलो थियो, पाइनँ। ठिकै छ, मनको दुःख मनमै रहने भयो। आज चाहिँ हामी मम्मी दिदीहरू चाहिँ हिँडेको मन्दिर। 150 खै यसो म देखाइदिन्छु। मम्मी यता दिदी, हामी चाहिँ मन्दिर हिँडेको। मन्दिरमा गएर अब हामी चाहिँ मन्दिर हिँडेको, स्पेसली आज बर्थडे उहाँको, त्यसैले हामी आज मन्दिर हिँडेको। उहाँ चाहिँ बर्थडे गर्छको मम्स। यता चाहिँ मम्मीको आज टाउको दुखेछ अरे हल्का, प्रेसर छ नि त मम्मीलाई। त्यही भएर टाउको हल्का दुखेछ अरे, प्रेसर बढेर नै किन। अनि त्यही भएर मम्मी खासै बोल्नु भएन। अनि हामी अब मन्दिर जान्छौँ। मन्दिर गएर पूजासुजा गरेर हामी फर्केपछि दिउँसो आज बसन्त फिल्म हेर्न जाने कुरो छ। अब गएला नगएला त अब अहिले थाहा हुन्छ, भर्खरै फिक्स भएको छैन। बहिनीहरू पनि छन्, बहिनीहरू चाहिँ हिजै गयो क्या हो। हामी चाहिँ आज जाने भनेको। मम्मीको टाउको दुखेकोले गर्दाखेरि खासै त्यस्तो उस भयो होइन। त्यही पनि सकेसम्म अहिले मम्मीको टाउको फ्रेस भयो, मम्मी एकदम फ्रेस हुनुभयो भने जाने कुरो छ। अनि हामी बसन्त फिल्म हेर्न जाने हो। तपाईँहरू पनि नछुटाउनु होला। प्रकाशको बसन्त फिल्म सबैजनाले हलमा गएर एकदम मजाले इन्जोय गर्नु होला। त्यो फिल्मलाई एकदम राम्रो छ अरे भन्ने सुनेको थिएँ मैले नि, गएको चाहिँ छैन। आज काममा छुट्टी पाएको छु, मिलेसम्म आज जाने कुरो हो। गयो भने म पनि इन्जोय गर्छु, तपाईँहरू पनि इन्जोय गर्नु होला। बसन्त फिल्मलाई धेरैभन्दा धेरै माया गरिदिनु होला। अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस् ल, फाइनली गाइज हामी चाहिँ मेलाको माहौलभित्र छिरिसक्यौँ। यहीँबाट सुरु छ मेलाको चाहिँ। यहाँ फोटोहरू, भगवान्को फोटोहरू, फ्रेमहरू कस्तो राम्रो राम्रो छ है। कस्तो राम्रो राम्रो फ्रेमहरू। अब हामी केही छिनपछि हामी मन्दिर आइपुग्न लाग्यौँ। माहौल चाहिँ एकदम चहल पहल नै धेरै नै छ। अब हेरौँ, यहाँबाट चाहिँ सुरु भएछ मेलाको माहौल। अब केही छिनपछि हामी पुग्छौँ। त्यसपछि चाहिँ ल हेर्न सक्नुहुन्छ है। ल यस्तो छ पूजाको गाडीले गर्दा अलिकति देखिनँ। त्यहाँ चाहिँ हेर्न सक्नुहुन्छ डालीहरू बनिराख्नु भएको छ है। पूजाको माहौल चाहिँ साथीहरू। पूजाको सामानहरू सबै कालिका मन्दिर आइसक्न टाइम हामी चाहिँ कताबाट झर्ने। ल यहाँ चाहिँ अब कपडा सपडा किन्न पर्ने छ। या अब हर सामानहरू यहाँबाट छिर्यो भने, ठ्याक्क यहाँबाट छिर्यो भने यहाँबाट भित्रबाट छ। हामी चाहिँ मन्दिर पुग्न लाग्यौँ साथीहरू। अब चाहिँ हामीले सामानहरू कहाँ किन्ने?
हामी अब त पूजाको सामानहरू लिन्छौँ होइन। त्यहाँ सामान त जताकतै जता जानुभयो भने तपाईँहरूले भने जस्तो सामान पाउनुहुन्छ होइन। त्यता यता बच्चाहरूको खेलाउन पनि लिनुपर्छ दाइले चाहिँ, दाइ होइन अङ्कलहरू लिन्छ। हामी अब हिँड्यौँ यहाँबाट निस्क्यौँ। अब त्यहाँ पूजासुजा गरेको भिडियोहरू तपाईँहरूलाई देखाउने छौँ है। हामीसँग जोडिराख्नु होला है त, मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला भन्ने आशा राख्छु। त्यही हो साथीहरू, हामी चाहिँ बर्थडेको अवसरमा म अस्ति चैते दसैँको दिन पनि आएन कि, छुट्टी पनि पाएन एक त, अनि त्यही माथि फेरि उठ्नु भयो नि त। अब चैते दसैँको दिन आउने, फेरि अहिले नै आज बर्थडेको दिन नै आउने र दिनदिनै छुट्टी माग्न अलिक अप्ठ्यारो हुन्छ नि त। अनि आज बर्थडेको दिन छुट्टी मागेर अनि यहाँ पूजा गर्ने दर्शन गर्ने राम्रोसँग भनेको थिएँ। लक्र पूजाको माहौलमा आइमै एकदम भिडै छ। पूजाको माहौल चाहिँ हाम्रो कालिका मन्दिर बागलुङ कालिका। ल गाइस, हामी चाहिँ पूजाको सामानहरू ल्यायो। अब चाहिँ हामी छिर्छौँ म पूजाको सामानहरू चाहिँ, फुलहरू सबै मन्दिरलाई देब्रे पारेर नजाने मैले मन्दिरलाई देब्रे पारेर नजाने चाहिँ हामी छिर्यौँ है त साथीहरू। चहल पहल चाहिँ धेरै नै छ आज पनि। पहिलो हामी मन्दिरमा गएर पूजासुजा गरेको भिडियो पनि तपाईँहरूलाई देखाउनेछौँ है। कालिका मन्दिरमा दर्शन गर्न नछुट्नु होला है साथीहरू। लगाइस यहाँ चाहिँ यसो पानी छर्किँदै जानुपर्ने, यसो चोखो हुने रे त्यहाँबाट। ल यसरी पानी हालेर हामी चाहिँ यसो शुद्ध हुन पर्छ क्या यो पानीले। अब मम्मीहरू चाहिँ हाल्दै हुनुहुन्छ, मैले चाहिँ हालेर आइसकेँ। म चाहिँ एक लटमै डो गरिदिएँ के अरे। सानो नानी पुरो पाती हिँड्दै गरेछन् पूजा गरेर भ्याएर आइसकेर। सबैजना आउनु होला है साथीहरू, कालिका मन्दिर नछुटाउनु होला। ढिलो साह्रो होला तर आउनु चाहिँ आउनु होला। यताबाट चढ्ने होला मन्दिरमै आइराख्नु भएको थाहा हुन्छ। यो बर्थडेमा आइन्छ या चाडपर्व केही पर्यो। ल गाइस, फाइनल्ली हामी चाहिँ मन्दिरमा आइपुग्यो। अब हाम्रो पूजा कालिका मन्दिर आइपुग्यो। अब चाहिँ हामीले पूजासुजा गर्छौँ। सबले पूजा गरेर हेरिसक्नु भयो रहेछ। हामी चाहिँ बल्ल आयो पूजा चलाउने। उता चाहिँ भजन सुरु भएको छ, नाच्दै हुनुहुन्छ। ल साथीहरू, अब चाहिँ पूजा सुरु हुन्छ है त। हामी चाहिँ रामलाई र उता पहिला गणेश भगवानको पूजा गर्ने। अनि नानी बहिनी त्यहाँ मुनि गएर बसेको। हामी चाहिँ पहिला गणेश भगवानको आशीर्वाद लिएर उता जाने भन्ने कुरा भयो। पहिला गणेश भगवानको पूजा गर्ने। गणेश भगवानको त यता यस्तो छ त गणेश भगवानको यहाँ गर्ने। यहाँ तल ल अब हामी चाहिँ गणेश भगवानको आरती गरेर आइसक्यौँ। अब चाहिँ हामी उता देवीलाई पूजा गर्न जान्छ भनेको। अब मैले चाहिँ टाउकोमा हाल्ने केही नपाएर कि साथीहरू यो रुमाल हालेको। खाली टाउको पूजा गर्ने होइन भन्ने चलन छ नि त। चलन भन्दा पनि राम्रो लाग्दैन कि खाली टाउको गर्नु। त्यसैले हामी चाहिँ टाउकोमा सबै सक्छौँ। अनि मैले फेरि यो रुमाल हालेको है। मन्दिरभित्र लाइन छ र
त्यसमा चढाएँ। लगाइस हामी चाहिँ भित्रको पूजा गरेर निस्क्यौँ। अब यहाँ बाहिर थोरै बाँकी छ। अब त्यही पूजा गर्न लागेको। अब सुरु गर्छौँ है। भित्र चाहिँ गरेर भर्खर निस्क्यौँ। भित्र भिडियो गराउनु पर्छ ल साथीहरू। हामी चाहिँ सबै काम भ्याएर अब चाहिँ लास्टमा चाहिँ हामी टिका लाउनु जाने त्यहाँ। टिका लाउने चाहिँ त्यहाँ हो। अब टिका लाउने त्यसपछि हामीले सकिन्छ यहाँ पूजा चाहिँ भ्याइन्छ। लाउने कार्यक्रम हो कालिका मन्दिर। कस्तो मजाको छ नि। अब त्यहाँ परेवाहरू मन्दिर टिका लाउनु जानुभयो। टिका त सिधै लगाइदिनु भयो नि बाजेले। त्यो हात बनाइदिनु दिदीले टिका लाउनु आउनु गाइस। अब चाहिँ हामीले पूजा भ्यायौँ। अब बाहिर निस्केर अब मन्दिर छोडियो। अब फेरि अब सायद वैशाख 1 गते आइन्छ होला नयाँ वर्षको दिन। अब मिलेसम्म आउने कुरो छ। यस रमाइलो भयो। पूजा राम्रोसँग गरियो। मनलाई शान्ति बनाएर निस्क्यौँ। ल अब हामी बाहिर गएर भेटिन्छौँ है साथीहरू। यहाँभन्दा बाहिर बाटोतिर गएर अब त्यसपछि रुममा जाने। त्यतिखेर भेट हुन्छौँ है त हामी बाहिर बाटोमा। ल साथीहरू हामी चाहिँ बाहिर भेटौँला भनेको। हामी चाहिँ भित्रै छौँ। अब यहाँ टिकासिका एउटा हजुरआमा बस्नुभयो। उहाँसँग टिकासिका लाएर जान्छौँ हामी चाहिँ। त्यो कामको चिता कामको रोगनला हिँड्दा डुल्दा त्यो कालिका भौतिले रक्षा गरून् सुख शान्ति होती जाए। हजुरको ल चण्डी घन्टी बजाएको पनि देखाइदिनु पर्ने रे। फाइनली हामी चाहिँ अब गेट चाहिँ आउनै लाग्यो। गेट चाहिँ त्यहाँनिर छ। अब हामी गेटबाट बाहिर निस्केर अब यहाँबाट जान्छौँ। लास्टै भोक लाग्यो। मन्दिरमा हुने बेलासम्म चाहिँ केही जस्तो पनि भएको थिएन क्या। भोकको केही फिलै भएको थिएन। अहिले बाहिर निस्किनु लाग्यो। बल्ल भोक लाग्नु लाग्यो। अब खाजासाजा खाएर हामी रुममा जान्छौँ। अनि दिउँसो थोरै काम छ। त्यो काम भइसकेपछि हामी त्यसपछि आज ए भगवान् बसन्त फिल्म हेर्न पाइयोस् छिटै गरेर। यो चाहिँ टपरी बुन्नको लागि काम हुन्छ कि यहाँ टपरी बुन्न यहाँ सबैले पात टिप्दै हिँड्दै गर्नुभएको थियो। मैले चाहिँ किन होला जस्तो लाग्यो। टपरी बुन्नको लागि यो पात राम्रो रहेछ अनि त्यसैले उठाउनु रहेछ क्या। अनि तपाईँहरू पनि कालिका मन्दिर आउनुभयो भने यो पात राम्रो खालको पात लगेर आफ्नै घरमा आफ्नै अर्ग्यानिक टपरी बनाएर किन्नुभन्दा आफ्नै हातले बनाउँदा राम्रो हुन्छ। बनाउन सक्नुहुन्छ है त। हामी चाहिँ अब ठ्याक्क हामी गेटतिर निस्क्यौँ। आज चाहिँ मौसम एकदम पानी आउला जस्तो एकदम मधुरो टाइपको गरेको छ साथीहरू। पानी चाहिँ के गर्छ थाहा भएन तर आउला जस्तो चाहिँ गरेको र यस आजको दिन रमाइलो होस् राम्रोसँग बिताउन पाइयोस् त्यही हो। कालिका मन्दिर छोडेर अहिले चाहिँ निस्किसक्यौँ होइन। अब हामी भेट भयौँ भने अब फेरि 1 गते भेट हुन्छौँ नयाँ सालको दिन। ल यताबाट चाहिँ फर्किनु पर्ने भन्ने चल्छ। कालिका माइकी जय। ल फाइनली हामी चाहिँ बाहिर निस्क्यौँ। बाहिरको माहौल चाहिँ अहिले यस्तो शान्त छ। अघि जस्तो भिडभाड छैन। शान्त छ। पूजासुजा गरेर भ्याएर पनि घर फर्किसक्नु भयो होला। त्यसैले अहिले चाहिँ शान्त छ। त्यसो अब हामी पनि खाजासाजा खाएर अनि रुममा जान्छौँ। केही चाहिँ पछि हामी भेट हुन्छौँ है। लगाइस हामी चाहिँ मन्दिरदेखि बाहिर निस्केको। अघि भित्र धेरै घुइँचो थियो। मम्मी अहिले टिका लगाइदिन पाउनु भएन अनि अहिले लगाइदिनु लाग्नु भयो। ल त्यसको त्यो क्यामेरामा हजुर त्यसमा माथि नै लगाइदिनु। हामी त टिका लगाइयो भन न ल हामी त टिका लगाएर ल गाइस हामी चाहिँ प्रशासनको थोरै काम थियो
त्यहाँ गएको प्रशासनमा फेरि आज सिस्टमले काम गरेन भनेर हामीलाई रिटर्न फर्काइदियो। प्रशासनमा काम थियो, झन् मेन काम झन् त्यही थियो, आज बनेन। ठिकै छ, भोलितिर हुन्छ होला। हामी चाहिँ त्यहाँ गएर फर्क्यौँ। अब त्यहाँ मेलामा पूजासुजा घुमेर चाहिँ आयौँ, तर सामानहरू केही लिन थियो, त्यो लिन पाइनौँ। अहिले फेरि हामी प्रशासनको काम छुट्ला भनेर पहिला यहाँ आएर यहाँको काम गरेर तल अहिले साँझतिर झर्ने भन्ने कुरो थियो। फिल्म हेर्न नि जाने हो, साँझतिर त्यहाँ झर्ने भन्ने कुरो थियो। फिल्म हेर्न अहिले गइन्छ, तर प्रशासनको काम नहुनाले गर्दाखेरि हामी तल हिँड्यौँ। केही सामानहरू लिन थियो, त्यो सामानहरू लिने। बसन्त फिल्म हेर्न जाने भनेको त मम्मीको दिन नजाने भन्नुहुन्छ। हाम्रो मम्मी त फेरि पल्साको फ्यान हो। पल्साको फ्यान होइन हजुर, पल्साको फ्यान रे। पल्सा खुब मनपर्छ रे। मम्मी सोच्नु भएको रहेछ बसन्त फिल्म पल्साको, तर होइन, प्रकाश सपुतको र होइन, प्रकाश सपुत नै राम्रो लाग्छ रे, तर पल्साको फिल्म हेर्न चाहिँ एकदम राम्रो लाग्छ रे। ल, पल्सालाई मनपर्ने जतिले कमेन्ट गरौँ है। हाम्रो मम्मीलाई पनि मनपर्छ रे पल्सा। साथीहरू हामी चाहिँ अब यसो के छ हेर्न फेरि झरेको यहाँ त्यो भिडभाडमा सक्छौँ है त। अब हार्दिक स्वागत गर्दछौँ। भित्र चाहिँ यस्तो माहौल। यहाँ तपाईँहरू कपडाको, यहाँ काँटा साटाको, यहाँ चस्माको, घडीसरी खेलाउन बच्चाहरूको सब भाटिया भाडाको, यहाँ तन्नाहरू। ए मजा छ। यहाँभित्र चाहिँ धेरै भिडियो बनाउनु पाइन्न होला साथीहरू, एकदम रमाइलो छ। ए भाडाहरू हेर्नु न, धेरै भिडियो बनाउनु पाइन्न होला, एकदम भिड छ। केही पनि सुन्दिनँ, त्यसैले हामी अब अहिले भेटिन्छौँ है त। यो माहौल यस्तै छ। लगाएछ हामी चाहिँ उता केही पनि सुनेको थिइनँ, यतातिर आयौँ। यतातिर चाहिँ जस केटाकेटीको लागि रमाइलो छ, ठिकै छ। साउन्ड सिस्टमहरू पुरै जोडेर राखेको छ, जोड्दैछ अझै। अब बेलुकाको लागि होला नि त यो। अनि यहाँ फेरि यस्ता यस्तै भइराखेको छ। लगाएछ हामी चाहिँ भर्खर त्यहाँबाट सामानहरू किनेर निस्क्यौँ। चाहिने जति सामानहरू लिएर निस्क्यौँ। अनि त्यहाँदेखि एकजना आमाले मकै नि पोल्दै हुनुहुन्छ, मकै पनि लिएर आयो। खाएको चाहिँ छैन, सपोर्ट खायौँ। लिनु त मकै कलर कस्तो राम्रो देखिन्छ। हामी चाहिँ यहाँबाट निस्क्यौँ। अब चाहिँ बसन्तको प्लानिङ हो। अब टिकट पाइन्छ कि पाइन्न, अब गएर टिकट पाएपछि बसन्त हेर्न जाने कुरो हो। हामी यहाँबाट निस्क्यौँ। अब लगाइ अब चाहिँ हामी फिल्म हेर्न गयो भने हलमा, होइन भने हामी रुम भेट हुन्छ है त। यहाँ लगाएछ हामी चाहिँ बसन्त फिल्म भ्याइयो है, हेर्न भ्याइयो। ल फाइनल्ली गाई बसन्त फिल्म हेर्न पाइयो, खुसी खबर। हामी चाहिँ दौडिँदै टिकट नपाइएला भन्यो आएको। मम्मी म दिदी बसन्त फिल्म हेर्न पाइयो, खुसीको खबर। ल हामी भित्र बसौँ। गाई पसिनाहरू त पुरै कस्तो आयो। बसन्त फिल्मले पसिना धेरै जस्तो आयो। सक्यो कि भन्ने भाग्दै गरेको झन्। लिनु राख्नु त, लिनु न 15बाट त आइसर। लगाइस अब चाहिँ हामी सुरु भयो हाम्रो फिल्म चाहिँ। 2 hours later. गाइस हामी चाहिँ बसन्त फिल्म भ्याएर निस्क्यौँ। अहिले कति बज्यो रे? 9 बज 9:30 लाग्यो, 9:30 हुन लागिसक्यो रातिको। हामी चाहिँ निस्क्यौँ भर्खरै। फिल्मको के कस्तो छ त्यो चाहिँ भन्छौँ है। सायद हाम्रो आजको भिडियो यहीँ अन्त हुन्छ होला है। हाम्रो भिडियो अन्त्य गरौँ। अब भिडियोलाई धेरै लामो पनि नगरौँ। बसन्त फिल्म हेरेर झरियो।